हेलो गाइज, गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज साथीसँग भैँसी लगेर भैँसीको पाडी लगेर चाहिँ घरतिर जाँदैछु। साथीले चाहिँ त्यहाँ तानिराखेको छ, म चाहिँ यहाँ पछाडिबाट हल्का खेदाइदिँदैछु। अब धेरै कुट्यो भने त कुद्छ नि त, अनि त्यही भएर बिस्तारै बिस्तारै खेदाइदिँदैछु। अब घाम पनि धेरै लागिरहेछ अहिले, अनि अब अहिले तल खोला पुगेपछि चाहिँ उकालो गर्मीले हिँड्छ कि हिँड्दैन भन्ने भइराखेको छ। अहिले चाहिँ हिँडिराखेको छ, ओह्रालो पनि भएर घाम पनि खासै लागेको छैन नि त, अनि त्यही भएर मलाई चाहिँ फेरि साथीहरू लास्टै धेरै मार्गी लागिरहेछ। अस्ति चिसोमा हल्का भिजिएको थियो, अनि हिजो दिनभरि पनि चिसोमै काम गरेको, अनि त्यही भएर म चाहिँ अहिले तपाईँहरूलाई तल खोला पुगेपछि देखाउँछु तपाईहरुलाई। 2 hours later. हेलो गाइज, अहिले चाहिँ हामी खोलामा आइपुगेको छौँ। टक्क भैँसी ओह्रालोमा पनि खासै छिटो हिँडेन नि त, अनि त्यही भएर भैँसीलाई चाहिँ हामीले चाहिँ गर्मी भयो भनेर यहाँ तलतिर खोलामा छोडिदिइरहेको छौँ। साथीले चाहिँ त्यहाँनिर नुहाइदिँदैछ उसलाई चिसो होस् भनेर। मोहल्लास खेलमा हामी हिजो आएको खोला चाहिँ यही हो। हिजो चाहिँ बाढी आएको थियो, अहिले चाहिँ क्लियर छ नि त, त्यही भएर केही छैन। हिजो चाहिँ धमिलो थियो, त्यस्तै छ गाइज। अब हामी अहिले घर पुऱ्याएपछि चाहिँ म देखाउँछु तपाईँहरूलाई। हेलो गाइज, अघि चाहिँ मैले भिडियो पनि बनाउनु पाइनँ, आइपुग्नु छ, ट्याक्कै भोक पनि लागिराखेको थियो, अनि त्यो भएर चाहिँ खाना खाइहालौँ भनेर साथीले, अनि त्यसबाट खायौँ। भैँसी पनि लिएर यहाँनिर बाँधिराख्यौँ, अनि त्यसपछि भएर चाहिँ खाना खाएको। ट्याक्क गाई चाहिँ यहाँ छ, यहाँ दुईवटा गोरु थियो नि त, अहिले माथि पुऱ्याएर आएको। पसिनै यता त गर्मी नै गर्मी सबै। अब ट्याक्क घरतिर जाने। म पनि आज इलाम जानु छ।